दर्शकबिन चीनको सिचुआन प्रान्तमा हिजो दिउँसो एउटा भयानक दुर्घटना भयो। भर्खरै खुला गरिएको होङ्सी पुल विनाशकारी पहिरोमा परेर ध्वस्त भएको दृश्यमा देख्न सकिन्छ। ओहो, छ बतेलो। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा पहाडको किनार नदीमा खसेको आकाशमा धुलोको मुस्लो उडेको र केही सेकेन्डमै पुलका खम्बाहरू एकपछि अर्को गर्दै भत्किएको देखाइएको छ। 758 मिटर लामो पुलको ठूलो भाग नदीमा भएको छ। स्थानीय अधिकारीहरूका अनुसार कुनै पनि हताहत भएको छैन। पुल मध्य चीनलाई तिब्बतसँग जोड्ने राष्ट्रिय राजमार्गको एक भाग थियो। दुर्घटना मार्काङ शहर नजिकैको सुवाङ जियाङकोङ जलविद्युत स्टेसन नजिकै भएको थियो। भिडियो फुटेजमा पहाडको ढुङ्गो नदीमा खसेको देखिन्छ। पहिले भग्नावशेषबाट धुलो आकाशमा उड्छ, त्यसपछि पुल मुनिको जमिन सर्छ। पुलका खम्बाहरू एकपछि एक गरी मोडिन्छन् र सम्पूर्ण स्प्यान नदीमा खस्छ।